पुरै बङ्करै बङ्कर हो क्या विश्वयुद्ध हुँदाखेरिको यस्तो घारी भएको छ नि देख्दै डरलाग्दो भएको छ यार। अनि मेरो पछाडि चाहिँ अनि यही हो इन्ट्रान्स भित्र छिरिसक्यो। लेट्स सी अगाडि गएर हेरौँ न होइन। के गर भर्खर हुन्न लाइट साइट छैन यार। दुईवटा मोबाइलको भरमा आएको म यहाँबाट हम्फाल्यो भने तपाईँको माया नि बस्दैन पिरती नि बस्दैन टन्टै साफ हुन्छ। सो हेलो एन्ड नमस्ते एभ्रिवान हु गाइज आर फाइन इट्स मी अनुज श्रेष्ठ वेलकम ब्याक टु माई बाबुभाइ भ्लग। सो सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि स्वागत छ तपाईँलाई मेरो अर्को नयाँ भिडियोमा। अनि आज चाहिँ म माथि डाँडामा जान लागेको। अनि यो चाहिँ कति डाँडामा मात्रै जान्छ भनेर भन्नुहुन्छ भने के गर्नु त डाँडै मनपर्छ। अनि त्यहाँ चाहिँ पुरा के छ भन्दाखेरि सेकेन्ड वर्ल्ड वार हुँदाखेरिको बङ्कर अनि एउटा चर्च जस्तो छ त्यहाँबाट चाहिँ खत्रै भ्यू देख्छ क्या। अनि आज चाहिँ मेरो छुट्टी हो। छुट्टी चाहिँ कसरी भयो भन्दाखेरि म चाहिँ बिरामी भएको अरे अनि बिरामी भयो भनेर ढाँटेर यसो बाहिर निस्किदिएको कि। अनि यहाँ चाहिँ खतरा चिल्लो बनाएको छ बाटो चाहिँ। अस्ति नै चाहिँ खतरा हुन्थ्यो बाटो। नेपालमा चाहिँ अलिकति बाटो बिग्रियो भने त्यो बाटोलाई टालटुल पारेर काम चलाउँछ। यहाँ चाहिँ पहिलाकोलाई पुरै क्लियर पारेर मात्रै अनि फेरि अर्को नयाँ रिप्लेस गर्ने रहेछ क्या। यो चाहिँ सिस्टम खतरा लाग्यो क्या। नेपालको त्यही भयो त नटिक्ने नि यत्रो एउटा पल पऱ्यो त्यहाँनिर टाल्छ टालटुले माग्ने बुढाको जडौरी जस्तो टाइपको के त्यस्तो बनाउँछ। आज सन्डे भएर खासै गाडी पनि छैन। यहाँबाट देख्नुहुन्छ लगभग डाँडा सुरु भइसक्यो। त्यहाँ चाहिँ मैले अस्ति नै एकचोटि देखेको बङ्कर छ होइन त्यहाँनिर खत्रै छ क्या। बङ्कर चाहिँ लगभग एउटा पाखै बङ्करले भरेछ क्या भित्र तर म त्यहाँ जानै सकेन क्या। हरियाली अहिले त पुरै घारी भएको छ यार। त्यतिखेर त्यस्तो थिएन नि। अनि आज सन्डे भएर मान्छेहरू हिँडेर अथवा गाडी लिएर आइरहेको हुन्छ क्या यो बाटो। त्यही भएर होसियारपूर्वक चलाउनु पर्छ। सेम चौबार डाँडातिर गए जस्तो भाइ आउँछ यो बाटो चाहिँ। फेरि जुन बाटो नि तँलाई त यही भाइ आउँदो रहेछ एक्री भनेर भन्ला के गर्नु त। अनि सानो छ बाटो। यहाँ अगाडि चाहिँ बङ्कर छ क्या। म तपाईँलाई देखाउँछु बङ्कर पनि। पुरै घारी छेकेर अहिले त उतातिरको पाहाडहरू केही देख्दैन यार। अनि यो चाहिँ बङ्कर हो क्या मैले भनेको थिएँ नि तपाईँलाई यार। गाडीहरू कति थियो अरे यो होइन नि फेरि बङ्कर यस्तो नि बङ्कर होइन यो चाहिँ हो क्या बङ्कर। अनि यो चाहिँ दोस्रो विश्वयुद्ध हुँदाखेरिको बङ्कर रे भनेर भन्दै थियो। यत्रो ठुलो छ क्या। यहाँ एउटा भयो होइन अनि त्यसपछि यहाँनिर एउटा भयो यहाँनिर अर्को छ। यो भागहरू छ नि यिनीहरू त यतातिर पुरै बङ्करै बङ्कर हो क्या विश्वयुद्ध हुँदाखेरिको। यो चाहिँ हेड होला होइन फलामकै हुँदैछ यार कराउँदै यार। अनि त्यसपछि यहाँ भयो। अनि म अस्ति नै एकचोटि आउँदा चाहिँ होइन पुरै घुम्यो कहाँनिर यसको इन्ट्रान्स भनेर यो तल यो मुनि सब घुमि भ्या कहीँ भेटाएन कि। इभन मैले यो मुनि पनि गएँ कि घाटभित्र पनि गएँ कि कहीँ भेला पारेन। लास्टमा इन्ट्रान्स त यहाँबाट मुनि अघि म आएको उ त्यो टावर छ नि त्यो टावरभन्दा मुनि रहेछ कि इन्ट्रान्स। हेर न क्या ठुलो छ क्या यस्तो दामी। लुक एट दिस भ्यू गाइज। म जाने भने चाहिँ अलिकति माथि हो यहाँबाट नि माथि अलिकति माथि पर्छ। त म यस्तो भित्र क्यामेरा छिरा देखाउँछ बङ्करमा है त गाइस। यहाँ चाहिँ मान्छेहरू आएर खै अनेक गरेर बस्ने रहेछ। भेन्टिलेसनै के हुँदैछ होइन म भित्र छिरा देखाउँछु त क्यामेरा। 2029 चाहिँ देखेँ मैले नि अँध्यारो छ पुरै अस्टै अँध्यारो छ केही देखिँदैन। यस्तो भेन्टिलेसन चाहिँ यहाँ छ त्यहाँ छ सब ठाउँमा छ कि। मान्छेहरू आएर आगो ताप्ने बस्ने जक्सनै बनाएर रहेछ केटाहरूले। यो बङ्करको इन्ट्रान्स कहाँनिर हो म त्यहाँ लिएर जान्छु। मैले हेलमेटहरू माथि राखेँ ल है त गाइस। त्यहाँ छ बङ्कर होइन इन्ट्रान्स यहाँ तल छ क्या। म अस्ति खोज्दा पछि अनि यसो यहाँ यता रोक्दा त इन्ट्रान्स यहाँबाट रहेछ क्या। म तपाईँलाई देखाउँछु। अहिले त यस्तो घारी भएको छ नि देख्दै डरलाग्दो भएको छ यार। घाम पनि गयो झन्। अस्ति नै आउँदा यस्तो बित्ति झाडी थिएन नि त एक टाढो जाने चाहिँ पुरै घारी छोपिएको छ। अनि यहाँनिर इन्ट्रान्स छ भने कसले देख्छ त। अनि खोज्दै आएपछि यहाँ रहेछ क्या इन्ट्रान्स। यो हो क्या इन्ट्रान्स होइन। अनि यहाँ चाहिँ पुरै घनाघोरै जङ्गल छ क्या। बत्ती पनि राम्रोसँग आउँदैन क्या तपाईँको यो लाइट के यस्तो छ। घाम पनि झ्याप्पै गयो क्या। अनि यो मोबाइलको फ्ल्यासले कति धान्छ देखाउँछ है त म भित्र गएर। कसरी देखाउने यार केही देख्दैन भुतिया ठाउँ जस्तै देख्छ त। अब अर्को पनि फोन छ मसँग चाहिँ लगभग
दुईटा फोन छ, दुईटा फोनको उसले बत्तीले भ्याउँछ भने देखाउँछु। अनि बाटो बिर्सिन्छ भनेर यो चाहिँ यस्तो रहेछ कि यो यारो देखा रहेछ। अनि यहाँबाट उता चाहिँ केही देख्दैन कि भित्र छिरिसक्यो। लेट्स सी अगाडि गएर हेरौँ न होइन। अँध्यारो त खनागरी अँध्यारो छ, कस्तो डर लाग्दो छ नि यार। हेर्नु न भुलभुलिया जस्तै छ यार सेम। अब कता जाने, यता राइट कि लेफ्ट? यता पनि छ कि ठाउँ चाहिँ, यताबाट नि उता जाने ठाउँ छ, अनि यताबाट नि उता जाने ठाउँ छ। के हो यो? यस्तो रहेछ है ठाउँहरू। हेर्नु नि पानी छ कि पुरै यस्तो। क्या क्लिन पानी छ यार। के हो यस्तो? कत्रो डर लाग्दो छ अरे यार। म चाहिँ धेरै नै यता आइसकेँ, अझ अगाडि जान्छु म। यस्तोहरू छ है माथि मुनि। जमानामा बमहरू राख्ने ठाउँ होला नि त होइन। यहाँबाट चाहिँ अलिक साङ्ग्रो छ क्या बाटो। हेलो ए यहाँबाट उता जानिन्छ कहाँ? हेलो हे एनिवन इज हियर? सही हो। डर्की माकी टुट। के हो यार यहाँ त? ओ माको, ओ के ठुलो हो यार। ए के गर यार, इन्ट्रान्स चाहिँ वहाँ आगे के गरा भर्खर के आवाज छ? मेरो इको होला। हेलो होइन यार मलाई डर लाग्यो यार। खत्रै अर्कै आवाज आयो कि भित्रबाट। इन्ट्रान्स वहाँ छ पर यार, धेरै अगाडि आयो। हुन्न 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 लाइट साइट छैन यार। दुईवटा मोबाइलको भरमा आएको म फर्केँ गाइस। अर्कोचोटि डेफिनेटली म अर्कोचोटि चाहिँ आउँछु होइन। खत्रै छ यार ठाउँ चाहिँ। अनि म चाहिँ आइपुग्यो। कस्तो यार अर्कै साउन्ड। भित्र गएपछि इको थर्केर भयो हो कि के भएर हो थाहा छैन। दुईवटा फोनको फ्ल्यासले नि भेट्दैन कि यस्तो अँध्यारोमा। अनि घाम पनि ठ्याक्कै गयो। पुरै यतानी बाटो छ उतानी बाटो छ, मान्छे भुल्छ भनेर यताउता पुरै पानी पर्ला जस्तो भयो त नि। वेदर त यार। त्यही गाइज अब म माथि जान लाग्यो। अलिकति माथि गएपछि घाम लाग्न सक्छ कि। अनि मेरो स्कुटर चाहिँ यहाँ छ। त्यही गाइज यही हो क्या, यो बोर्ड छ होइन। यहाँबाट यहाँभित्र गएपछि तपाईँको त्यो अघि गएको ठाउँ भेट्छ। त्यही अब माथि जान्छु अनि एकछिन बस्छु, अनि घाम लाग्यो नि बसिन्छ। अझै उतै जान्थेँ होला म, केही पनि देखेन क्या। क्यामेरामा केही नदेखेपछि मैले मात्रै देखेर नि केही हुँदैन नि त। डर त लागिहाल्छ नि यार। एक्लैमा एकुरी भित्र अन्धकार छ। त्यहाँ त्यो भित्र बाघ, भालु, चितुवा, अर्को भालु रहेछ भने त तनाव हुन्छ त। अनि अब यही होइन त नि भित्र त हराउँछ भनेर पुरै यारो लगाइदिँदो रहेछ। अब म चाहिँ अलिकति अगाडि जान्छु, माथि गएर बस्छु जुन मेन जानुपर्ने ठाउँमा। त्यहाँ गएर नि म भ्यूहरू देखाउँछु। आज सन्डे मान्छे टन्नै होला हुन चाहिँ, तर पनि केही छैन। स्कुटरमा चार्ज पनि छैन, केही पनि छैन। अनि यसरी कुत्ता सँगसँगै मान्छे नि आउँछ। प्रायोरिटी दिनु पऱ्यो नि पैदल यात्रीलाई। यसरी बसोस् भ्यू हेरोस् भनेर यस्तो यस्तोमा यसरी कुर्सीहरू राख्दैछ। आयो जोडी जोडी यहाँनिर ट्याक्क बस्यो, उतातिरको भ्यू हेऱ्यो। तिमी मलाई माया गर्छ गर्दैन, कति माया गर्छ भन्दै यसो चाप्पाचुप्टी गऱ्यो। बेलुका घर गयो। त्यस्तो लागि बनाहाला यो चाहिँ। अब हाम्रो छोरी यत्रो हुँदैछ भनेर होला यहाँ चाहिँ। स्कुटर यतै राखिदिनु पऱ्यो। खतरा देख्छ क्या यहाँबाट। आमामा तल त झर्लै जस्तो डेन्जर छ क्या। कसैलाई माया प्रियतिमा धोका खाएर आत्महत्या गर्न चाहन्छ भने ऊ यहाँबाट हम्फाल्यो भने तपाईँको माया नि बस्दैन, पिरती नि बस्दैन, टन्टै साफ हुन्छ। अनि म अहिले अस्ति नै देखा ड्याम चाहिँ उहाँ हो, त्यहाँनिर हो। यहाँबाट दामी रहेछ, सायद चर्च नै हुनसक्छ। ए स्वर्ग जाने बाटो रहेछ यहाँ त। यहाँबाट गएपछि त्यहाँबाट फुत्तै तल। डर लाग्दै यार। अब चाहिँ म एक ठाउँमा बस्छु। हिँड्दा हिँड्दा बहुत भइसक्यो। अनि लास्ट भोक लाग्यो क्या। त्यो करेन्ट चाउचाउ ल्याएको थियो, चाउचाउ र ट्याक्क लाएर प्यान बियर छ त्यो खाइन्छ। चाउचाउ पनि खायो, लास्टै पिरो भयो। अनि अहिले चाहिँ लगभग 3 बज्नु लाग्यो, 2:54 भयो। अनि अब चाहिँ चिलमा बसिन्छ आनन्दरी।
त्यही हो गाना साना सुनिन्छ है त चियर्स कहाँ छुट्यो साथी संगी कहाँ छुट्यो मैसा जिन्दगानी जति बुझ्यो नबुझिने रहेछ सो गाइज अहिले चाहिँ म स्टिल बसिरहेको छु यहाँ चिलमा आनन्द आइरहेछ भाइ पनि खत्रै भइरहेछ म्युजिक गाना साना लागिरहेछ अनि अहिले चाहिँ लगभग 5:45 घाम लागिरहेछ त्रै रमाइलो भइरहेछ म एकछिनपछि निस्किन्छु अब चिलमा बस्यो रमाइलो भयो आज पनि अब फेरि पनि भेट्दै गरौँला सी यू इन नेक्स्ट भिडियो डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब त्यही हो सी यू अगेन गाइज मस्त गीत सुनिरहेछ आनन्द लाग्दै गाइज चिल